तपाईँ हामी सबैलाई थाहा भएको कुरा हामीले मोबाइल ब्याङ्किङबाट चाहिँ अर्को एकाउन्टमा पैसा पठाउँदाखेरि 10 रुपियाँ पठाउँदाखेरि पनि स्क्रिनमा देखाएको जसरी चाहिँ 10 रुपियाँ पठाउँदाखेरि पनि 11 रुपियाँ 30 पैसा चार्ज लाग्ने हुन्छ। सो हामीले कतै नास्ता खाँदाखेरि कतै 100-200 रुपियाँ ट्रान्सफर गर्नु पर्यो भने पनि चाहिँ हामीले चाहिँ 11 रुपियाँ 30 पैसा चाहिँ हामीले सर्भिस चार्ज तिर्नु परिराखेको हुन्छ। र तपाईँले चाहिँ अब चाहिँ कनेक्ट आइपिएसमा चाहिँ आफ्नो ब्याङ्क एकाउन्ट लिङ्क गरेर चाहिँ 1 रुपियाँदेखि चाहिँ 500 रुपियाँसम्म चाहिँ निःशुल्क सेन्ड गर्न सक्नुहुन्छ जुनसुकै ब्याङ्क एकाउन्टहरूमा पनि। र 500 भन्दा माथि चाहिँ तपाईँलाई चाहिँ चार्ज लाग्ने हुन्छ। 500 भन्दा माथि 1000सम्म र 1000देखि माथि 5000देखि 5000 यसरी चाहिँ छुट्याएको छ साथीहरू। र तपाईँहरू चाहिँ 500 अब नास्ता गर्दाखेरि यताउति पसलहरूमा चाहिँ 100-200 रुपियाँ पेमेन्ट गर्नु पर्यो भने चाहिँ तपाईँले चाहिँ त्यो चार्ज तिरिराख्नु पर्दैन। र तपाईँले चाहिँ आफ्नो कनेक्ट आइपिएसमा ब्याङ्क लिङ्क गरिसकेपछि चाहिँ तपाईँले 500 रुपियाँसम्मको ट्रान्जेक्सन गर्दाखेरि चाहिँ कुनै पनि शुल्क लाग्दैन। र यसमा देखाएको छ मैले। र 500 भन्दा चाहिँ बढीमा चाहिँ 1000 मिनिमम म्याक्सिमम क्राइटेरिया तोकेको छ। 500 देखि 1000 रुपियाँसम्म यति भनेर तपाईँले चाहिँ यसमा पनि देख्न सक्नुहुन्छ। 501 रुपियाँदेखि चाहिँ चार्ज लागिरहेको छ भनेपछि 500सम्म पठाउँदाखेरि चाहिँ तपाईँलाई कुनै पनि चार्ज लाग्नेवाला छैन साथीहरू। यसरी तपाईँले पठाउन सक्नुहुन्छ। र कनेक्ट एप्समा आफ्नो ब्याङ्क लिङ्क गर्नु भएको छैन भने तपाईँहरूले चाहिँ कसरी गर्ने भन्ने बारेमा पनि जिज्ञासा छ भने तपाईँलाई तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला र हामी त्यसको बारेमा पनि थप भिडियोहरू ल्याउनेछौँ। र कुनै जिज्ञासा समस्याहरू छ भने चाहिँ कमेन्ट गर्नुहोला। हस्, धन्यवाद।